चुनाव अघि दार्चुलामा तुइनको साटा झोलुङ्गे पुल बनाइदिन्छु भनेर बाचा गरेका हर्क साम्पाङले आफ्नो बाचा अनुरूप झोलुङ्गे पुल बनाउने घोषणा गरेका छन्। ल मित्रहरू सबैजनालाई हार्दिक नमस्कार छ। अब त्यो दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल बनाउने भन्ने ठाउँ हेर्नलाई म पहिला मान्छे पठाउँदैछु र त्यसको टोटल जानकारी, त्यो भौगोलिक स्थितिको जानकारी अब त्यहाँ पक्कै पनि मोटर बाटो पुगेको छैन भन्ने लाग्छ मलाई। त्यो सबै कुराको स्थिति को जानकारी मलाई प्राप्त भइसकेपछि म पनि त्यहाँ जानेछु। श्रमदाताहरू पनि तयार भइराख्नुहोस् है। र त्यहाँ गएर हामीले श्रमदान गर्नुपर्छ। अब त्यहाँ पक्कै पनि क्रसर छैन हैन। अब गिट्टी हातैले फोड्ने हो, मार्तल लानुपर्छ हैन। यसो गिट्टी पुर्दाखेरि छेक्ने टायरको अथवा केहीको त्यो चिज पनि लानुपर्छ है। अनि टङ 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 गिट्टी फोड्दै फोड्दै बस्ने हो। अब त्यहाँनिर मोटर गाडी नभएपछि, गाडीको बाटो मेरो मतलब नभइसकेपछि डोजर जाने कुरो हुँदैन। त्यसको जग खन्नुपर्छ फेरि झम्पलले। मलाई लाग्छ त्यहाँ बिजुली छैन, त्यसले गर्दा ड्रिल मेसिन प्रयोग हुने कुरो आउँदैन। अब जेनेरेटर बोकेर कि त लानु पर्यो, अब के छ हैन। मोस्ट प्रोबब्ली हामी झम्पलले हान्छौँ। श्रमदानबाटै सो पुलको निर्माण गर्ने पनि हर्क साम्पाङले बताउनु भएको छ।